नमस्कार। आज जेठ 26 गते 2082 साल म दर्शन कुमार आचार्य उपस्थित भइसकेको छु। यहाँहरूले च्यानललाई चाहिँ सब्सक्राइब र लाइक चाहिँ गरिदिनु होला, बेल आइकन पनि दबाइदिनु होला ताकि मेरो भिडियो चाहिँ कहिलेकाहीँ आउने गर्छ थाहा पाउनुहुन्छ होइन, कहिले आउँछ भनेर ठ्याक्कै। र आजको चर्चामा चाहिँ हामी विशेष त सुरु चाहिँ के गर्छौँ भन्दाखेरि 30-35-60 वर्ष उमेर समूहका नेपालका कृषि क्षेत्रमा लाग्नुभएका, आफ्नो लगानी गर्नुभएका र मेहनत बोक्नुभएका मान्छेहरूलाई चाहिँ कृषकहरूलाई चाहिँ जो चाहिँ मभन्दा उमेरमा ठुलो हुनुहुन्छ, दाजु भाइ दिदीबहिनीहरू, अङ्कल आन्टीहरू, ठुलो मम्मीहरू जोहरू पनि हुनुहुन्छ, उहाँहरूलाई चाहिँ म नमस्कार धन्यवाद भन्न चाहन्छु। अनि अब सुरुको टपिकहरूमा चाहिँ अर्थव्यवस्थापन र अर्थव्यवस्थापनमा चाहिँ कहाँनिर चाहिँ हाम्रो लिमिटेड हुन्छौँ हामी, कहाँसम्म चाहिँ हाम्रो क्षेत्र हो र औजार र सरल प्रविधिको प्रयोग हामीले कसरी गर्ने र घर र व्यवसाय होइन निर्वाहमुखी हुने कि निर्यातमुखी हुने त्यो क्षेत्र, अनि एक दुईवटा क्षेत्र जस्तै पशुपालन क्षेत्र र कृषि उत्पादन क्षेत्र र अर्को भनेको चाहिँ बजारमा कसरी भर पर्ने, उत्पादन र बिक्रीमा चाहिँ कसरी हामी भर परेर आफूको निर्णय लिने र काम गर्ने, जसमा चाहिँ हामी गर्छौँ भने अब सुरु चाहिँ हामी गरिहाल्छौँ। ल, सब्सक्राइब र लाइक गरिदिनु त मैले भनिहालेँ, गरिदिनु होला। यो केटोले फेरि कृषिको बारेमा चर्चा गरिरहनेछ यसरी नै, किनभने त्यो थप ऊर्जा मिल्छ के त्यो कसैले सब्सक्राइब गरिदिँदाखेरि, लाइक गरिदिँदाखेरि, मन पराइदिँदाखेरि हामी चाहिँ यसरी बजारमा देखेका मान्छेहरूले देखेका के चाहिँ प्रयोग गर्नुपर्छ, के चाहिँ उत्पादन गर्नुपर्छ र के गर्नुपर्छ हामी हेरिरहेको हुन्छौँ नि त। अनि हामीले चर्चा गरेपछि चाहिँ उहाँहरूलाई पनि हो जस्तो लाग्यो भने उहाँहरूले पनि चर्चा गर्नुहुन्छ र आफ्नो काममा चाहिँ प्रयोग गर्नुपर्ने हुन्छ। र वरिपरि काम गर्दाखेरि चाहिँ अब नेपालकै चर्चा गर्दाखेरि चाहिँ जतिखेर पनि हामी आयातमुखी कृषिमा बढी गइरहेका छौँ है। अब सुरुमा चाहिँ हामी म कहाँबाट सुरु गर्छु भन्दाखेरि औजारबाट सुरु गर्छु, किनभने मलाई एकदम मन परेको चिज चाहिँ नेपालमा चाहिँ ल्याउनै पर्ने, नेपालका हरेक कृषकहरूले चाहिँ प्रयोग गर्नै पर्ने औजारमा चाहिँ म घाँस काट्ने मेसिन चाहिँ भन्छु क्या। अब हातले प्रयोग गर्न मिल्ने, चार्ज गर्न मिल्ने होइन, अनि यति लामो चाहिँ ब्लेड हुन्छ, सिकल यस्तो गरेर त्यो डम्फरहरूले धान काट्दाखेरि तल्लोपट्टिको धारले काट्छ नि त, अगाडिपट्टि रोलिङ पिन लाएर यसरी गर्ने त्यस्तै सिकल मात्रै हुन्छ। त्यसले चाहिँ यसरी यहाँ चाहिँ सिकल हुन्छ भने यहाँ चाहिँ कचौरा जस्तो यस्तो तानेर घाँस काट्ने होइन, त्यो चाहिँ ब्याट्रीबाट चल्छ, यतिको लामो हुन्छ 1.5 फुट जति, 1 फुट जति। अनि त्यसले चाहिँ हामीले 1 घन्टा लाएर करौतीले काट्नु पनि समाउँदै काट्दै कति बेर लाग्छ, त्यो मेसिनले चाहिँ 5 देखि 10 मिनटमा त्यो काटेर लगभग सुकाइन सकिन्छ क्या त्यो आधी घन्टामा त। अनि सुकाइसकेपछि त्यो कति कम वेटको हुन्छ त्यो घाँस, अनि घरमा ल्याएर पशुहरूलाई दिनलाई एकदम सजिलो। र जय घाँस, चरी घाँस, मकै चरी घाँस, नेपियर, सियोट्री, त्यो डाँठहरू पनि मजाले काट्ने खालको र के अरे मकैको डाँठहरू पनि काट्ने खालको त्यो घाँस काट्ने मेसिनहरू चाहिँ सहज रूपमा चाहिँ बजारमा आइसकेको रहेछ। विश्वभरिका मान्छेहरूले चाहिँ प्रयोग गर्दा रहेछन् भने हामी नेपालीहरू चाहिँ किन पछाडि बस्ने मेसिन प्रयोग गर्नमा, प्रयोग गर्नमा पर्नुमा होइन। नेपालबाट 70-80 लाख मान्छे चाहिँ विदेश गएका छन् त्यस्तै काम गर्नको लागि। उनीहरू चाहिँ प्रविधिमा बसेर काम गर्छन् भने हाम्रो घरमा भएको मान्छेलाई चाहिँ किन प्रविधि नदिने, उनीहरूले पनि त अब गिफ्ट दिनु पऱ्यो नि त यहाँ भएको मान्छेलाई, हो कि होइन। तपाईँ घर परिवारमा कसै विदेशमा हुनुहुन्छ भने मलाई घाँस काट्ने मेसिन चाहिँ ल्याइदिएन त भनेर भन्नु पऱ्यो। जो पनि महिलाहरू हुनुहुन्छ प्रायः घाँस काट्न, गोबर सोर्न र त्यो झर्को लाग्ने कामहरूमा चाहिँ प्रायः महिलालाई नै घरबाट पनि त यो गर भन्ने कुरा हुन्छ होइन। अब उनीहरू नै अघि सरेर गर्छन्। भान्सामा पहिला त्यो आगो फुकेर गर्नुपर्ने, त्यो यसो घुमाउँदै दालहरू पिस्नुपर्ने कामहरू प्रायः सबै महिलाहरूले गर्थे। त्यो झर्को लाग्ने कामहरू पुरुषहरू तास खेल्न भने यताउता गर्न जान्थे होइन, ठुलाबडा काम जस्तो गरेर। त्यो झर्को लाग्ने काममा चाहिँ पहिल्यैदेखि महिलाहरूलाई नै पेलाउने हो क्या, पानी लिएर आउने, अनि त्यो धान कुट्नु पर्ने, गहुँ कुट्नु पर्ने,
अनि धुलो मसिनो बनाउनु पर्ने, त्यसलाई फेरि ढिँडो बनाएर दिनुपर्ने होइन। त्यो सधैँ पेलिएर आएका महिलाहरूलाई चाहिँ अहिले पनि कृषि कर्ममा चाहिँ त्यो घाँस काट्न टाढा गएर त्यो बोरामा डोकोमा लिएर आउनुपर्ने घाँस, अनि त्यो गरुङ्गो हरियो हरियो घाँस बोकेर आधी घन्टा लाग्छ, 1 घन्टा लाग्छ घाँस काट्नलाई, खोजी घाँस काट्नलाई। अनि त्यही घाँसलाई फेरि अब 1 घन्टा भइसकेपछि त घर छिटो जानु पऱ्यो नि त। अनि अब त्यो घाँस, त्यो गरुङ्गो घाँस बोकेर हिँड्नु पऱ्यो हुन्छ होइन। अब त्यसले गर्दाखेरि टाउको दुख्ने, ढाड दुख्ने, त्यो मान्छे बलियो त हुन्छ नभनेको, तर टाउको दुख्ने, भारी दुख्ने, हात पछि समात्न अप्ठ्यारो हुने, घाँस समात्न अप्ठ्यारो हुने, अनि त्यो विभिन्न समस्याहरूलाई चाहिँ हल गर्नको लागि चाहिँ घाँस काट्ने मेसिनले चाहिँ एकदम सहयोग गर्छ। किनभने 5 मिनटमा त घाँस काट्छ, 1 घन्टा राख्दाखेरि चाहिँ ओइलिन्छ। त्यो ओइलिएपछि त्यो घाँस पनि हलुका हलुका हुन्छ, अनि त्यहीँ हालेर 1-2 घन्टा त्यो घाममा ओइलाइदियो भने त मजाले 3-4 घन्टा घाममा ओइलाइदियो भने त हलुका हुन्छ घाँस। त्यो त्यहीँ बाँधेर, डोरले बाँधेर मजाले 3-4वटा मुठा अझै हालेर चाहिँ ल्याउनु मिल्छ घर। अनि पराल धेरै किन्नुपर्ने नहुन पनि सक्छ, जुन चाहिँ तराई बेल्टमा प्राय गाई भैँसीहरूलाई चाहिँ त्यो पराल दिने चलन छ। किनभने किन पराल फाल्ने भन्ने कुरा हुन्छ। तर पछि परालकै लागि भए पनि कति धेरैले धान रोप्ने अथवा रोप्ने गर्छ नि त, आम्दानी नभइकन पनि त्यो खर्च मात्रै गरेर। त्यसको लागि चाहिँ नि पछि चाहिँ यो मकै घाँस, मकैचरी घाँस आम्दानी, त्यसबाट घाँसबाट काट्न सहज भएपछि मकैचरी घाँस लाएर पनि, अनि यो गहुँ जय घाँस लगाएर पनि आम्दानी लिन सकिन्छ भनेर त्यहाँबाट पनि हामीले थप प्रविधिहरू प्रयोग गरेर चाहिँ आम्दानी लिन सकिन्छ। र धेरै फाइदा हुन्छ त्यो औजार। एउटा घरमा एउटा मान्छेले औजार चलाउन जानेपछि चाहिँ व्यावसायिक हुन्छन् कि तिनीहरू। अब थोरै समयमा धेरै काम गर्न सक्छन्, प्रोडक्टिभिटी नै धेरै भएपछि गाईले त्यही घाँस खाएर दिनको 2 लिटर मात्रै तेल के अरे दुध बढाउँदाखेरि पनि एउटा मान्छेलाई सुविधा त छँदैछ। गाईले 2 लिटर बढी दुध दिँदाखेरि 100 रुपियाँ 120 रुपियाँ आम्दानी त्यहीँबाट हुन्छ। फ्याट पनि राम्रो हुन्छ, ल्याक्टो पनि राम्रो हुन्छ। अनि एउटा मात्र गाई हुँदैन, के अरे 2-3टा गाई हुन्छ, त्यहाँबाट अब 3-4 लिटरै दुध बढिरहेको छ। जब एउटा मेसिनले भने 400-500 त त्यत्तिकै दिनको फाइदा हुन्छ। अनि 6000-7000 पर्ने मेसिन किन्दाखेरि यो त मान्छे पनि खुसी, गाई पनि खुसी, घाँस पनि खानु पाछ, अनि मान्छे पैसा पनि आइरहेछ भने त्यो गर्नुपर्ने इन्भेस्टमेन्ट हो कि होइन। अब त्यो मेसिन कहाँ पाउँछ न, हामीले बनाइरहनु पर्ने होइन। नेपालमा त्यस्तो बनाउने औजार छैन, केही छैन भनेर आत्ति नै पर्दैन। किनभने हामीभन्दा धेरै जनसङ्ख्या भएको देश चाइना र इन्डिया, त्यस्ता मान्छेहरूलाई विशेष उनीहरू चाहिँ त्यही मेसिन युज गरेर कति धनी भइसक्यो भने हामी किन युज गर्न पछाडि पर्ने। उनीहरूले त उत्पादन गरिरहेको छ त्यही फ्याक्ट्रीबाट सिधै सोझै नेपालमा मगाएर व्यापारीहरूले धेरै होइन, एउटा मेसिनमा 500 रुपियाँ मात्रै नाफा राखेर गर्दाखेरि पनि लगभग 5000-6000मा त मजाले त्यो मेसिन आउन सक्छ। अहिले बजारमा एउटा 2टा मात्रै बिक्रीमा राखेका हुन्छन् त्यो औजार चाहिँ, त्यही भएर 12000-13000 पर्न सक्ने हुन्छ होइन। तर फ्याक्ट्रीबाट सिधै ल्याउँदाखेरि त 12000-13000 पर्दैन नि त, 6000मै आउन सक्छ कि त्यो मेसिन। त्यही भएर जब मान्छेहरूलाई चाहिँ त्यो मेसिनसँग युज टु हुन्छन्, जस्तै अहिले 1200-1500को घरमा प्रेसर कुकर, राइस कुकर छ नि त होइन। 3000को 2000 पर्ने ग्यासको चुलो छ नि त, 2500-4000सम्म पर्छ क्या हो। सिलिन्डर, खाली सिलिन्डर 3000-2500 पर्छ नि त। त्यो सबै घरहरूमा छ नि त। त्यस्तै त्यो पनि एउटा औजार चाहिँ राख्नुपर्छ क्या। हँसिया कचिया त ठिक हो सानसानो काम गर्नको लागि, तर ठुलो मात्रामा जब व्यावसायिक कृषक भइसकेपछि त्यो धेरै मात्रामा गर्नुपर्ने घाँसहरू, त्यो खानेकुरा त गाईले खानेकुरा त दिनु पऱ्यो नि त। अनि त्यसपछि के हुन्छ भन्दा घाँस धेरै खान पाउँदा दाना कम खर्च हुन्छ, दुध पनि बढ्छ। दाना कम खर्च हुने बित्तिकै त्यहाँबाट पनि फाइदा भयो। एउटा दुध बेचेर फाइदा भइरहेछ, दाना कम खाएर फाइदा भइरहेछ, आफ्नो हात अट्ठाइ त काटिरहनु पर्दैन, समयको बचत भइरहेछ। अनि व्यावसायिक रूपमा काम गरिरहेको जस्तो पनि लागिरहेछ, अलिक सोफिस्टिकेटेड होइन भनेपछि त्यहाँबाट अनि समय बचत हुने बित्तिकै घरको अरू काम गर्न पनि बचत हुने भयो भने चाहिँ कति फाइदा छ कि। एउटा मात्रै औजारले 1 घन्टा मात्रै समय बचाउँदाखेरि अनि त्यहाँबाट हुने फाइदाहरू कति धेरै छ त भन्दाखेरि त्यसरी गुणात्मक फाइदा हुने हुनाले नै औजार, घाँस काट्ने औजारको चाहिँ म बढी नै प्रमोट गर्छु। र नेपाली हरेक घरमा, र यदि परिआए खण्डमा म आफैले चाहिँ मगाएर, चाइनाबाट मगाएर म आफै बेच्छु क्या। त्यसको लागि चाहिँ मसित पैसा हुनुपर्छ पहिला है, मगाएर चाइना फ्याक्ट्रीमा पैसा तिर्नु पऱ्यो, अब त्यत्तिकै बेच्न पाइँदैन फेरि।
एक्जिम कोडहरू लिनु पऱ्यो, भन्सारमा शुल्क तिर्नु पऱ्यो। त्यसलाई म भर्खर 22-23 वर्षको 23-24 वर्षको मान्छेसँग त्यति धेरै पैसा त हुँदैन लगानी गर्ने। र कोही मान्छेले यदि हेरनु भएको छ भने उहाँहरूले अर्डर राखिदिनु, म कसै मान्छेलाई भनेर चाइनाबाट सामान मगाउनु चाहिँ लाउन सक्छु। अर्डर चाहिँ गरिदिनु होला है त, यदि यो भिडियो हेर्नु भएको छ भने तपाईँले। र यो औजार र सरल प्रविधिहरू चाहिँ थुप्रा हुन्छन् यस्ता ठाउँ विशेष प्रविधिहरू। यो घाँस चाहिँ सबैको घरमा घाँस काट्ने मेसिन हुनुपर्छ भनेको चाहिँ मेरो मान्यता हो। र अब अर्थव्यवस्थापन भनेको चाहिँ पैसा व्यवस्थापन के गर्ने व्यवसायको लागि भन्नाले, अब अहिले त हामी व्यवसायिक भन्दा पनि घरमा गोठ गाई बारीलाई चाहिन्छ, खेतमा मल हाल्नुपर्छ, अनि हल्का दुध आफैले पनि खाने हो। पहिलेदेखिबाट गरिरहेको गाई पालन, पशुपालन, बाख्रा पालन यो त पहिलेदेखिबाट गरिरहेको, यसलाई छोड्नु पनि भएन भनेर त्यो गरिरहेको चलन छ। तर त्यसलाई थोरै मात्रै पनि मोडिफिकेसन गरेर अलिकति सहज बनाउने क्या, पैसा खर्च गरेर। जस्तै हामी घरलाई दसैँतिर यसो रङरगुन गर्ने त्यस्तै खालको गर्छौँ नि त, त्यस्तै आफ्नो व्यवसायलाई पनि त्यति नै माया गरेर त्यति नै लगानी गर्ने हो भने त्यसबाट उत्पादन हामीले गुणात्मक हिसाबमा पनि लिन सकिन्छ। नेपालमा चाहिँ थोरै मात्रै सुधार गर्ने हो भने नेपालमा चाहिँ धेरै नै गुणात्मक लिन सकिन्छ कि अहिले भइरहेको भन्दा। अथाह होइन भन्दिनँ, तर गुणात्मक चाहिँ लिन सकिन्छ। 2 टाइम्स जति चाहिँ हामीले उत्पादन बढाउन सकिन्छ है। किनभने काम गर्न त सहज हुन्छ नि, त्यसपछि मान्छेलाई काम गर्न पनि रमाइलो लाग्छ होइन। अब उत्पादन बढेपछि पैसा आइरहेपछि त्यसमै लगानी गर्न, त्यसमै घोत लिन, त्यसमै लागिरहन त्यो काममा एकदम मनपर्छ नि त। त्यही भएर पनि अर्थव्यवस्थापन गर्नलाई चाहिँ एकदम जोड दिन्छु म। सानो 4-5वटा गाई पालिरहनु भएको छ भने त्यसलाई गोठलाई एकदम मजाले व्यवस्थापन गर्ने, गाई गहुँत अनि चोकर दाना, दुध, घाँस, अनि गाईहरूलाई बाहिर निकाल्ने भित्र निकाल्ने, उनीहरूलाई थुनिलो हुन नदिने, घाम परिरहेको छ कि छैन, गोबरले कतिको त्यो शरीरमा लागेको छ कि छैन, पानी उत्यो गर्ने, काउ म्याट गर्ने, माथिको गर्मी कतिको भइरहेछ, शीतलता कति भइरहेछ, त्यो हरेक कुराको व्यवस्थापन गर्दाखेरि चाहिने खर्च र एकचोटि गर्दाखेरि हुने खर्च र त्यसको आम्दानी र दिनदिनै गर्न त्यो व्यवसाय चलाउनको लागि गर्नुपर्ने खर्चहरूको चाहिँ त्यो आकलन गरेर रेकर्ड गरेर र दुधबाट आएको पैसा, गोबरको मल बेचेर आएको पैसा अथवा गोबर मल बनाएर आएको पैसा, त्यो सब पैसाहरूलाई चाहिँ फेरि त्यसैमा लगानी गर्न सकियो भने चाहिँ गुणात्मक रूपमा हामीले पशुपालन व्यवसायलाई पनि त्यसमा फस्टाउन सक्छौँ र घर व्यवसायहरू पनि त्यसरी नै राम्रो हुँदै जानेछ है। त्यसको लागि चाहिँ अथाह भन्दा पनि यति चाहिँ हुन्छ है, लिमिट चाहिँ हुन्छ है। आज 1000 रुपियाँ खर्च लगानी गर्दाखेरि मलाई 1500 आम्दानी भइरहेछ, 1500 चाहिँ आइरहेछ है। 1000 रुपियाँ लगानी गर्दाखेरि पनि त्यो 500 रुपियाँ त आम्दानी हो नि। हो त्यो कुरा बुझ्दै त्यसले गर्नुपर्छ। 1000 रुपियाँ लगानी गर्न 10,000 नै आउन सक्छ, तर 1500 त आउँछ भनेर लगानी गर्न चाहिँ सक्नुपर्छ है त्यो पैसालाई फेरि दिने। र अर्को भनेको अब थाहै नहुने कुराहरू, जस्तै अब बिरामी हुने, लम्पी स्किन, खोरेत, पेट उत्यो हुने, डुस्सा हुने, अपच हुने, पाचनमा कमी हुने, त्यो घाँसहरूले गर्दाखेरि, त्यो खानेकुराले गर्दाखेरि फुड पोइजनिङ हुने, अनि कुकुरले टोक्ने, उत्योले टोक्ने, जुम्रा, जुका, नामले यावत कुराहरू जुन छन् होइन। अब थुनिलो हुने भइसक्यो, अनि गाईबस्तु उल्टिने, गर्भ नबस्ने, अनि दुध कम दिने, सुक्ने, यस्ता यावत कुराहरू पनि छन् र मर्ने पनि हुन्छ। त्यसको लागि इन्सुरेन्स चाहिँ गर्नुपर्छ है। जस्तै 1,20,000 हामीले प्रिमियम कुनै गाईलाई राखेर त्यसको इन्सुरेन्स गर्न गयो भने चाहिँ त्यसको प्रिमियम 5% लाग्छ। त्यो भनेको 6,000 हो। 6,000 चाहिँ हामीले सबै तिर्नु पर्दैन नेपाल सरकारमा, किनभने 8%, 80% चाहिँ नेपाल सरकारले तिर्दिन्छ भन्दाखेरि लगभग 1500बाट 6,000को 80% घटाउँदाखेरि 1500 हुन्छ। 1500मा 300 रुपियाँ राखेर 1800मा चाहिँ हाम्रो त्यो इन्सुरेन्स हुन्छ। नन लाइफ इन्सुरेन्सहरूले, एनएलजीहरूले, आइजिआई, प्रुडेन्सियलहरूले, यिनीहरूले चाहिँ शिखर इन्सुरेन्स, यिनीहरूले चाहिँ मजाले गाईबस्तुहरूको चाहिँ इन्सुरेन्स गरिदिरहेको हुन्छ है। अनि इन्सुरेन्स गर्न चाहिँ त्यति 2800मा 1,20,000को इन्सुरेन्स हुन्छ भने किन नगर्ने त एक वर्षमा भन्ने कुरा आउँछ। किनभने साँच्चै नै त्यो गाई मर्दाखेरि चाहिँ
बिरामी भएर मर्दाखेरि चाहिँ त्यहाँ 1,20,000को घाटा हुन्छ र त्यसले दिने उत्पादन 2 लाखको भन्दा बढीको दुधको उत्पादन 2.5 लाख भन्दा बढीको दुधको उत्पादन र लागत त्यो त्यत्तिकै नष्ट भएर जान्छ कि त्यही भएर इन्सुरेन्स चाहिँ गर्नै पर्छ। त्यो बानी चाहिँ बसाल्नु पऱ्यो है। 1500 चाहिँ यो लगानी हो भनेर थाहा पाउनु पऱ्यो। त्यही भएर अर्थव्यवस्थापनमा एउटा औजार कसरी किन्नु पऱ्यो अनि गोठ सुधार गर्नु पऱ्यो अर्थव्यवस्थापन र यति चाहिँ आम्दानी हुन्छ है। धेरै आम्दानी नभए पनि थोरै आम्दानी हुन्छ है मैले गरेको खर्चमा भन्ने कुराको चाहिँ याद हुनु पऱ्यो, कल्पना हुनु पऱ्यो। सानोबाट ठुलो गर्नु पऱ्यो लगानी। पहिला सानो एउटा दुईटा गाईमा लगानी गर्ने अनि त्यसपछि मात्रै गुणात्मक हिसाबले सङ्ख्यात्मक हिसाबले बढाउँदै जाने र त्यो चाहिँ हुनु पऱ्यो क्या। एकैचोटि लगानी गर्ने भन्दा पनि सिक्दै सिक्दै र जति पुँजी छ त्यसलाई बढाउँदै अब यति गर्दाखेरि चाहिँ 2-3 गाई पालिरहेको मान्छेले 3टा बनाउने, 3टा पालिरहेको मान्छेले 4वटा 5वटा बनाउनलाई जुन चाहिँ त्यो सङ्ख्यात्मक हिसाबले वृद्धि गर्दै जाँदाखेरि जहाँको अर्थव्यवस्थापन, गोठ सुधार र प्रविधिको प्रयोग अनि चाहिने सामग्रीहरू ठाउँहरूको व्यवस्थापन त्यो सिकिँदै जाँदाखेरि त्यसैले नै बढी हुन्छ सक्छ क्या। अब बजारमा व्यवस्थापन कसरी भर पर्ने त मिल्क होलिडेहरू हुन्छ, दुध खनाउनु पर्ने अवस्था आउँछ, के आउँछ होइन, त्यो अवश्य पनि हो। तर अब घिउ अब दुध चाहिँ खेर गयो भन्दाखेरि दुधमा घिउ त हुन्छ 5% 6%, घिउ त खेर जाँदैन। अनि त्यही भएर त्यो दुधलाई दही बनाएर त्यसमा घिउ बनाउनलाई पनि 3-4 हजारमा नहुने उति आउँछ के अरे मदानी आउँछ इलेक्ट्रिकल। अब मेसिन त्यसरी किन्ने त्यसरी चाहिँ लगानी मेसिनमा गर्नुपर्छ कि होइन। चारो बनाउँदाखेरि घाँस काट्ने त लाइनबाट चल्नुपर्छ भने छैन नि त। 2टा मेटल जस्तो राखेर यहाँ चाहिँ लिभर राखेर अनि यहाँ छ्याम 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 हातेले यसरी काटेपछि त कति धेरै चारो बन्छ हो। त्यस्तो मेसिन त पाउँछ नि अलि हेभी खालको उति राखेर चक्कु राखेर झ्याप 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 काट्दाखेरि त छिटो हुन्छ नि हो। त्यो चाहिँ कुरा बुझेर लिभर राख्नु पऱ्यो। लिभर भनेको चाहिँ त्यो घुम्ने कुरा यतापट्टि अनि यतापट्टि पुली जस्तो राखेर थोरै बल लाउँदाखेरि नि अलिक छिट्टो हुने खालको त्यो बनाउनु मिल्छ त्यस्तो सिस्टम हो। त्यो कुराहरू पनि प्रयोग गर्दाखेरि चाहिँ एकदम काम पनि छिटो हुने र आफ्नै शरीरको ऊर्जा पनि खपत हुँदाखेरि आफूलाई पनि रमाइलो लाग्छ होइन, केही राम्रो गरिरहेको पनि होइन। त्यो सरल प्रविधिहरूको प्रयोग गर्नलाई पनि अर्थव्यवस्थापनले चाहिँ मार्ग दिन्छ क्या। मसित केही छैन भन्दाखेरि पैसा छ म यस्तो यस्तो लगानी गर्छु र यतिको आम्दानी हुन्छ है भन्ने कन्फर्मेसन भएपछि त्यो गर्न सजिलो हुन्छ। र भइपरि आउने खर्चहरूमा औषधिहरूमा डक्टरहरूमा र मृत्यु हुँदाखेरि त्यो कसरी चाहिँ मेरो चाहिँ भरपाई हुन्छ भन्ने कुरा नि थाहा हुँदाखेरि त्यसलाई पहिले प्र्याक्टिभ भएर काम गर्दाखेरि चाहिँ एकदम सहज हुन्छ। र बजारमा चाहिँ अब दुध व्यवस्थापन गर्नलाई मैले घिउको भनिहाल्ने, मैदानी बनाउने अनि प्रायमा चाहिँ फ्रिज छ कि छैन होइन। अब त्यो घरमा फ्रिज नहुनु पनि सक्छ तर पनिर बनाउने 1-2 दिनलाई होइन त्यसरी व्यवस्थापन गर्दै जाँदाखेरि चाहिँ निकै नै सहज हुन्छ। म चाहिँ के भन्छु भन्दाखेरि उत्तम भनेको चाहिँ घिउ बनाउनु नै हो। मिल्क होलिडे हुँदाखेरि सर्लक्क त्यसलाई दही जमाउने, दहीले चाहिँ सर्लक्क घिउ बनाउँदाखेरि अब त्यो मही त अब यसैले दुध यतिकै खेर हुन्छ तर पनि 5% भए पनि घिउ आउँछ नि त, त्यो चाहिँ निकालिने हो क्या। त्यसरी भए पनि गर्नुपर्छ। अब दुध होलिडे नहोस्, नेपालका व्यापारीहरूले नै खपत गरेर दुधको पाउडर बनाउन्, विदेशमा लिएर जाउँ अनि बेचुन् अनि यहीँ आइसक्रिम बनाउन् दुध खपत गरेर, यहीँ खुवाका चक्लेट बनाउन् होइन, क्यान्डी बनाउन् विदेशमा सप्लाई गरौँ दुधका खुवाको चक्लेट, खुवा बनाऊ, खुवा बनाएर फेरि सप्लाई गरौँ विदेश रेफ्रिजरेटरमा हालेर, के हुन्छ त नि। यहीँका मान्छेले पनि खाइहाल्छन् खुवा मिठाई, अलिक सस्तो हुन्छ झन्। जति सस्तोमा अलिकति 1000 रुपियाँ किलो छ भने किन 1000 रुपियाँ किलोमा बनाउनु। नेपालमा भएको मिठाई पसलहरूमा इन्डियन मिठाई पसलको मान्छेहरू आएर 1000 रुपियाँ बनाउँछन् तर नेपाली नै 300-400 रुपियाँमा त्यो खुवा मिठाई बनाएर बेच्नु हुँदैन, किन हुँदैन होइन। यदि उत्पादन नै धेरै छ भने खेरै जाने प्रडक्टहरूलाई त सस्तैमा बनाएर पनि बेच्नु मिल्छ नि, 600मा बेच्दा पनि मिल्छ नि, प्रफिट मार्जिन आउँछ भने, लागत घटेको छ भने दुधको होइन। त्यो त आफूलाई यदि त्यहाँ उत्पादन गर्ने मान्छेलाई थाहा हुन्छ नि त मलाई यति लागत परेको यति लगानी परेको यसरी गर्दाखेरि चाहिँ मेरो प्रफिट हुन्छ भनेर
त्यो हरेक यावत कुराहरू चाहिँ त्यहाँ प्रोसेसिङ गर्ने कुराहरू चाहिँ अनि बजारमा पुर्याउने कुराहरू चाहिँ त्यो सबै हामीले गर्न सक्यौँ भने एकदम राम्रो हुन्छ कि सिकाउने कुन चाहिँ गुणस्तरको त्यो उत्पादन गर्नुपर्ने हो घिउ नुहाउने अनि दही पनि व्यापार गर्छन् खिर बनाएर बेच्छन् मान्छेले कतिले होइन त्यो बनाएर बेच्नलाई चाहिँ एउटा ठाउँ चाहिन्छ किन्ने मान्छे चाहिन्छ होइन त्यो बजारले गर्ने कुरा हो तर हामीले दुधको उत्पादन गर्दाखेरि चाहिँ घाँस प्रशस्त खाएर चाराहरू कम गरेपछि त्यहाँ लगानी घट्ने भयो लगानी घट्ने बित्तिकै हाम्रो प्रफिट हुने भयो पहिला त्यतिखेर लगानी गरेर थोरै दुध उत्पादन भइरहेको थियो भने लगानी कम गर्ने बित्तिकै 1-2 लिटर दुध पनि बढ्दाले हामीलाई फाइदा हुने भयो त्यही भएर यो औजार घाँसले चाहिँ कति मात्रामा हामीलाई कति गुणात्मक रूपमा चाहिँ फाइदा गरिरहेको छ भनेर चाहिँ हाम्रो दाजुभाइ दिदीबहिनीहरू 30 वर्ष 35 वर्षदेखि 60 वर्षका उमेर समूहको कृषक समूहहरूलाई चाहिँ कृषकलाई चाहिँ म यो चर्चा चाहिँ सुनाउन चाहन्छु है त त्यही भएर गर्नै पर्ने कामहरू चाहिँ यस्ता छन् र यहाँसम्म सुनिदिनु भएकोमा हजुरलाई धन्यवाद यो चर्चा सुनिदिनु भएकोमा र सब्सक्राइब गरिदिनु होला लाइक गरिदिनु होला सब्सक्राइब गर्ने एकजना मात्र सब्सक्राइबर बढ्नुभयो भने निकै खुसी लाग्छ होइन म यस्तो चर्चाहरू चाहिँ गरिरहने छु र अझै बजारको व्यवस्थापन बजारमा के हुँदैछ र माग के छ के उत्पादन गर्ने र कृषि सम्बन्धी अरू जानकारी र चर्चाहरू चाहिँ औजारका चर्चाहरू अर्थव्यवस्थापनको चर्चाहरू बाली व्यवस्थापन र पशु व्यवस्थापनको चर्चाहरू चाहिँ म गर्ने नै छु धन्यवाद नमस्कार